सात गुणको परङ्गति साइत गुण माइत अबुतै बसनु जाति कुपुत हुनु चाहिँ त अबुतै बसनु जाति कुपुत हुनु चाहिँ त बाउको कमै केही चाहिँदैन गतिला छोरालाई बाउको कमै केही चाहिँदैन गतिला छोरालाई पैसाको हुँदैन पूर्ति फटा मोरालाई पैसाको हुँदैन पूर्ति फटा मोरालाई लयमा लागेको सबुत कमाएरै खान्छ कुलतमा लागेको छोरो सिद्ध्याएरै जान्छ कुलतमा लागेको छोरो सिद्ध्याएरै जान्छ सन्तानलाई सम्पत्ति नदै पढाइदेऊ लेखाइदेऊ सन्तानलाई सम्पत्ति नदेऊ पढाइदेऊ लेखाइदेऊ आत्मनिर्भर बनाई छोडिदेऊ सत्मार्ग देखाइदेऊ आत्मनिर्भर बनाई छोडिदेऊ सत्मार्ग देखाइदेऊ अमूल्य नागमणी सरी शिक्षामा लगानी जोसँग छ उच्च शिक्षा उसकै सुनको खानी जोसँग छ उच्च शिक्षा उहीकै सुनको खानी कैयौँले बिगाड्या छोरा सम्पत्तिको आडमा भविष्यलाई बिग्रे गरी नपुलपुल्याउ लाडमा भविष्य बिग्रने गरी नपुलपुल्याउ लाडमा कैयौँले बिगाड्या छोरा सम्पत्तिको आडमा भविष्य बिग्रने गरी नपुलपुल्याउ लाडमा भविष्य बिग्रने गरी नपुलपुल्याउ लाडमा छोराको समय छन्ती मार्गदर्शन गर छोराको समय छन्ती मार्गदर्शन गर मेरो छोरो ठिक छ भनी भरममा नपढ मेरो छोरो ठिक छ भन्ने भरममा नपढ दुर्घटना घटिसक्या पस्ताइ काम क्या छ र सानातिना गल्ती गर्दा बचाउने नहर छोरो बिग्ड्यो आमा बालाई रुवाउँछ धरधर छोरो बिग्ड्या आमा बाउलाई रुवाउँछ धरधर आमा बाउको जिउ झुरिने छोराकै चिन्तासमा कसैको मतलब छैन छोरो छ बिन्दासमा कसैको मतलबै छैन छोरो छ बिन्दासमा सानो छन्ती मार्नाको डर ठुलो भयो मार्नाको डर सानो छन्ती मर्नाको डर ठुलो भयो मार्नाको आजकल चिन्ता सताउन लाग्यो काहीँ फौँदा पार्नाको सानो छन्ती मर्नाको डर ठुलो भयो मार्नाको आजकल चिन्ता सताउन लाग्यो काहीँ फौँदा पार्नाको आमा बाको हुन्छ छोरो बुढेसकालको लौडी छोरै भया मान प्रतिष्ठा राख्दछन् औडी पौडी छोरै भया मान प्रतिष्ठा राख्छन् औडी सौडी जै छोरो बिग्रन गो उइकै लाग्या दशा जैको छोरो बिग्रन गो उइकै लाग्या दशा लाग्या नबिग्राइदेऊ छोराकन सम्झाइकन राख्या नबिग्रदै छोराकन सम्झाइकन राख्या जैको छोरो बिग्रन गो उइकै दशा लाग्या नबिग्रदै छोराकन सम्झाइकन राख्या नबिग्रदै छोराकन सम्झाइकन राख्या छोरालाई बिगाड्छिन् आमा बाबु भन्दा बढी छोरालाई बिगाड्छिन् आमा बाबु भन्दा बढी सन्तानका मोहमा पढी समाजसँग लडी सन्तानका मोहमा पढी समाजसँग लडी आमाकै ठुलो हात हुन्छ छोरालाई सपाड्ने आमाकै ठुलो हात हुन्छ छोरालाई सपाड्ने लौ आमा छोरालाई अब सम्झाउने कि झार्ने लौ आमा छोरालाई अब सम्झाउने कि झार्ने आमाले छोरालाई गर्नु ममता ठिकैको आमाले छोरालाई गर्नु ममता ठिकैको धेरै खाया अमृत पनि जिउ लिने बिखै हो धेरै खाया अमृत पनि जिउ लिने बिखै हो गतिलो छोराले गर्छ देशमै नाउँ रोशनी गतिला छोराले गर्छ देशमै नाउँ रोशनी स्याबासीको पात्र हुनु नहुनु कोसनी स्याबासीको पात्र हुनु नहुनु कोसनी कोही छोरा लागेका हुन्छन् आफ्नै जिउ पोषणी कोही छोरा लागेका हुन्छन् आफ्नै जिउ पोषणी आज छोराको विषयमा लेखेर ल्याउँदै गर्दा सम्पूर्ण दर्शकलाई मन पर्ला अथवा नपर्ला मलाई आज लेखौँ जस्तो लाग्यो सन्तानको लागि हामीले पैसा कमाएर थुपार्नु पर्ला जस्तो लाग्दैन गतिलो छोरो भए आफै कमाएर खान्छ अगतिलो छोरो भए कमाएको पनि सिद्ध्याउँछ छोराको लागि कमाएर जम्मा गर्नु पर्दैन गतिलो छोरो आफै कमाउँछ अगतिलो छोरो कमाएको पनि सिद्ध्याउँछ त्यो भावनाले छोरालाई सकेसम्म उच्च शिक्षा दिने मैले 2 वर्ष 3 वर्ष पहिला भन्ने गर्थेँ मैले एउटा डायरीमा लेखेको पनि छु जसले छोराछोरीको शिक्षामा लगानी गर्यो उसले समुद्रको मोडी नागमणी किन्यो भनेर लेखेको थिएँ वास्तवमै हामीले छोराछोरीलाई उच्च शिक्षा उच्च आदर्श दिनु जरुरी छ सम्पत्ति दिनु जरुरी मलाई लाग्दैन मसँग त त्यस्तो अवस्था पनि थिएन व्यवस्था पनि थिएन
म एक सामान्य गरिब परिवारबाट हुर्किएको मान्छे। मैले त मेरा छोराछोरीलाई न त राम्रो शिक्षा दिन सकेको छु जस्तो लाग्छ, न नै सम्पत्ति मसँग थियो र दिने त्यो क्षमतै थिएन। तर उनीहरूको लागि आज म अहोरात्रि खटिएको छु, छोरा र छोरीको लागि। मेरो कण-कणमा मेरा छोराछोरीको माया छ। तर म कहिले पनि 2 महिना भइसक्यो मैले मेरा छोराछोरीसँग फोन गर्दैन। किनभने मैले फोन गरेर पुब्लिक्याउने भने उनीहरू उच्च उसमा जान्छन्, घमण्डमा जान्छन् कि भनेर। त्यही भएर मैले हमेसा कमी तर्साउने गर्छु र हजुरहरूले कस्तो गर्नुहुन्छ जस्ताको तस्तै कमेन्ट गर्नुहोला। मेरो भनाइ हजुरहरूलाई कस्तो लाग्छ जस्ताको कस्तै त्यस्तै कमेन्ट गर्नुहुनेछ भन्ने आशा छ र मलाई धेरै माया गर्नुभएको छ दर्शकले। अझै माया पाउनुला भन्ने आशा छ। हजुरहरूलाई धेरै धेरै धन्यवाद। मैले सबैको कमेन्टको जवाब दिन सकेन, तर अहिले मोबाइलबाट 2 हात जोडी मोबाइल भुइँमा छोडी हजुर समग्र दर्शकलाई म प्रणाम गर्दछु। धन्यवाद। हजुरहरूले यति माया गरिदिनु भएको छ, यति माया गरिदिनु भएको छ। सायद मैले कुञ्जुनीमा राम्रो काम गरेको थिएँ, त्यही भएर आज दर्शकको अथाह माया पाएको छु। 1-2 जनाले मात्र अलि टिका टिप्पणी गर्नुभयो होला। किनभने हजारौँको मान्छेको माया पाउँदै गर्दा 1-2 जनाको अपमान पाउनु पनि मेरो लागि सफलता हो। म उहाँहरूलाई पनि धन्यवादको पात्र मान्छु। उहाँहरूले पनि मलाई मार्गदर्शन गर्नुभएको छ। अगाडि मार्गदर्शनको आवश्यकता छ। टिकाराम बिसी फेसबुक पेजलाई फलो गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै अहिले बिदा हुन्छु। हस्त नमस्कार।